हेलो राधेश्याम सबैजनालाई गुड मर्निङ छ। हजुरहरु के कस्तो हुनुहुन्छ भन्नुहोस्। म चाहिँ यहाँ मर्निङ वाकको लागि निस्किएको छु। हेर्नुहोस् पार्कको नजारा वाकिङ गर्दैछु। बिहान उठेर हजुरहरु पनि वाकिङ गर्नु होला। वाकिङ गर्दा शरीरको लागि स्वस्थ रहन्छ। यो चाहिँ वाकिङ गरेर विश्राम गर्ने जग्गा। हेर्नु सबैजना यहाँ बसिराख्नु भएको छ। यो ढुङ्गा चाहिँ हेर्नु है, यहाँ चाहिँ खाली खुट्टा हिँड्छन् है। यहाँ हेर्नु कस्तो चाहिँ खाली खुट्टा हिँड्दा राम्रो हुन्छ। यहाँ चाहिँ सुगर पेसेन्ट भएको पेसेन्टहरूले बिहान बिहान यहाँ खाली खुट्टा हिँड्दाखेरि राम्रो हुन्छ। हेर्नुहोस् यहाँ कस्तो छ मसिनो खालको चिल्ला ढुङ्गा नक्सिएको छ। यो ढुङ्गामा चाहिँ बिहान बिहान उठेर खाली चप्पल नलगाइकन खाली हिँड्नुपर्छ। सुगरहरू बीपी हाईहरू भएको पेसेन्टलाई यहाँ खाली खुट्टा बिहान हिँड्दाखेरि सजिलो हुन्छ, राम्रो हुन्छ स्वास्थ्यको लागि। यहाँ चाहिँ हेर्नुलाई केटाकेटी खेल्ने जग्गा। हेर्नु कस्तो छ, एक दुईजना केटाकेटी खेल्दै पनि छन्। ओके, आजको लागि यति नै छ र मेरो अब टाइम भएको छ। म चाहिँ जाँदैछु। हजुरहरूलाई भिडियो के कस्तो लाग्छ त्यो लाइक कमेन्ट र सेयर गर्न नबिर्सिनु होला। बाई बाई।